गुड मर्निङ सबैजनाले एभ्रिवान लु सबैलाई नमस्ते। हेर्नुहोस् अझै चाहिँ मैले एकदम गाडीबाट चाहिँ साग राखेको थिएँ। हेर्नुहोस् राईको साग, राईको सिजन त गइसक्यो र पनि अहिले राईको साग आएछ हो। यहाँ मकै पनि राखेको छु, दाजुले बेच्नु ल्याएको रहेछ नि त। हेर्नुहोस् न भित्र गेरा छ कि छैन राम्रो भने हेरेको खोलेर हेर्नुहोस् न, त राम्रो रहेछ मकैभित्र हो। यहाँ चाहिँ एकदम भेन्डी पनि किनिरहेको छु। यहाँ साथीहरू हेर्नुहोस् न, के हुन अब सब्जीहरू किनेर खानुपर्छ। बस्तीमा भए पो यसो पाइहाल्छ हो, रोप्दा भइहाल्छ। हामी यहाँ त पाउँदैन, हामी त्यसरी खान्छ है साथी हो। बस्तीबाट ल्याउँछ नि त अर्ग्यानिक सब्जीहरू, अन्त हामी चाहिँ किन्छ बिहान गाडीबाट। साथीहरू म चाहिँ यस्तो मकै केलाउँदैछु हो। मकै केलाउनु हतार छ, हेर्ने हतार उसिनेर खानुको लागि यस्तो मनपर्छ कि मलाई मकै चाहिँ। त्यही कारण म हतार भइसक्यो मकै केलाउनु। बेलाएर चाहिँ मजाले उसिन्छु। यहाँ भेन्डी हेर्नु, भेन्डी पनि मकै चाहिँ यस्तो पो रहेछ हौ, थोते पो रहेछ। थोते हेर्नु, थोते भइसकेको छ नि। यो पनि थोते रहेछ। यो चारवटा मात्रै राम्रो रहेछ मकै हेर्नुहोस् साथी हो। र केही छैन, म उसिनेर खान्छु, यस्तो मनपर्छ।